यो वियोगान्तको चरम रूप बेहोरिरहनु भएको थियो, सहिरहनु भएको थियो। तपाईलाई सम्हाल्ने भाउजू हुनुहुन्थ्यो, भाउजू पनि बित्नुभयो। हजुर। त्यति मात्रै भएन, दैवले तपाईलाई असाध्यै रोग थमाइदियो, जुन क्यान्सरको त्यो कठोर रोगसँग लडिरहनु भएको छ। यो जीवन चाहिँ के रहेछ दाइ? जीवन सपना रहेछ खालि। त्यही सपनाको पछाडि दौडिनु रहेछ हामी। कति त्यसलाई विपना गर्न सकिन्छ, कति गर्न सकिँदैन। जीवनलाई मान्छेले विभिन्न अर्थमा परिभाषा गर्छन्, म त परिभाषा गर्न सक्दिनँ यसलाई। रातो भले क्वाँ क्वाँ सुत्केरीलाई खुवाएँ, सुत्केरीको नाम गरी टाउको मैले खाएँ। ए होइन मैले ढाँटेको सत्य सत्य धरो धर्म झुटो कुरो छैन बोलेको। कुकुरीका कुकुरीका हे रातो भले क्वाँ क्वाँ सुत्केरीलाई खुवाएँ, सुत्केरीको नाम गरी टाउको मैले खाएँ। ए होइन मैले ढाँटेको सत्य सत्य धरो धर्म झुटो कुरो छैन बोलेको। कुकुरीका 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 कुकुरीका। यो म धेरै कल्पना गर्छु है। कल्पना गर्ने भएकोले इच्छा त धेरै हुन्छ मान्छेको, तर अहिले आएर मलाई के बुझेछ भने सबै इच्छा पुग्छ भन्ने लागेन। यो जीवनको उत्तरार्धमा 73 वर्ष पुगेपछि मलाई आत्मज्ञान हुँदैछ कि लिमिटेसन रहेछ जीवनको लिमिटेसन छ। पहिला म हरेक चिज म पुरा गर्छु भन्ने लाग्थ्यो मलाई, तर अहिले चाहिँ होइन, एउटा सीमा रेखा रहेछ।